हेलो गाइसहरू, तपाईँहरू के गर्नुहुँदैछ? हामी त यहाँ सेलरोटी पकाउँदैछु हो। सेलरोटी पकाउँदाखेरि त यसरी लुगाहरू लाउनु पर्ने रहेछ। हामीले थाहा छैन, तपाईँहरू नि पकाउँदाखेरि यसरी लाउनुहोस् है। अब हामीले त पहिला थाहा थिएन के गर्नुपर्छ, तर छोरी मान्छे हो, भोलिको दिनमा बिहा गरेर गएपछि सिक्नुपर्ने रहेछ। त्यस कारण अहिले नै सिकिरहेको हो। अब हेर्नु चाहिँ यसरी हाल्नुपर्ने रहेछ। तर मेरो चाहिँ अब फर्स्टमा त त्यति आउँदैन हो, सिक्दै जाँदैछु, पछि सायद सिक्दै जान्छु। त रोटी त दामी पोल्दैछ त, कहाँबाट सिक्यो? छ नि यहाँ गुरुजी आन्टीकोबाट हल्का अब सिकिराख्नु पर्यो। सिनियर त आन्टी हुनुहुन्छ हो, सिकिराख्नु पर्यो नि। ए सेलरोटी त कुनै जिलापी जस्तो भइसक्यो त। ल आन्टी, जिलापी भयो। डोमाले यति मजाले पोलेछ रोटी, कस्तो दामी पोलेछ हौ डोमाले रोटी। तर स्टार्टिङमा पुरा बिक्री नि। एक बोल पोलेछ बिचरा डोमा। यो चाहिँ सेलरोटी होइन, यो चाहिँ जिलापी हो। ए जिलापी पोल्नुको, जिलापी पोलेको यो चाहिँ जिलापी रोटी होला हौ। जिलापी रोटी। ए गाइस, तपाईँहरू जिलापी रोटी खाने हो भने चाहिँ मलाई कमेन्ट गर्नुहोस् है, म बनाएर पठाइदिन्छु। जिलापी रोटी त होइन, यो त के रोटी भन्नु यसलाई?